गाइजहरु आउ ओ कैसे गाइस सो सैड पर गाइस है होला यो त 5 केजी जति 5 केजी जति छ एउटा दुईटा क्लिप राख्न भ्याउँछ नि त ल 3 किलोमिटर कुलेखानी नजिक आइपुगिसकेका छौँ हामी चाहिँ कुलेखानीमा माछा मार्न आएको छौँ अब हामीसँग 4-5 वटा रड छ है लेख्नु कतिवटा पर्छ ट्याक्क ल है त गाइस अनि माछा पर्यो भने ट्याक्क भेटौँला घन्टी अनि लै टक्क यहाँ रड यहाँ टक्क यहाँ पनि टक्क भयो घन्टी पनि छ माछा पर्यो नि यहाँ हाम्रो घन्टीमा पर्छ छिङ 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 यसलाई सुन्नुभयो आवाज ल जाली त्यही ल ओहो फर्स्ट फिस गाइजहरु आउ ओ फर्स्ट क्याच है गाइस सो स्याड त्यही भेटौँला वाला पर्यो है माछा पर्यो भने अर्को एकछिनमा पर्छ झोलामा हालेर राख्नु पर्यो नि यो त आगोतिर आउनु खोज्छ साथी जाली झिकन दाइ यो पर लास्ट बेसी ल साथीहरु गाडीमा बसेर कुद्दै हो है निर्मल दाइ कालो कोलाको काले आहा एक्सट्रिम एनर्जी ड्रिङ्क फिसिङको साथ किसिङ अलिअलि एकछिन तपाईँलाई फिसिङ आएर हल्ला गर्नु कसले भन्यो तपाईँलाई फिसिङ आएर हल्ला हल्ला होइन सल्लाह गरेको भन्छु त्यस्तो नराम्रो नसोचिदिनुहोस् न है ठिक छ हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो रोड छ होइन साथीहरू ठिक छ अहिले एकछिनमा कुरा गर्छौँ हामी अब साथीहरू बिहान भइसक्यो होइन हामीले चाहिँ टोटल 5जना अरे 5वटा जति माछा मारेको छ होइन म चाहिँ हिँड्दैछु बाटोमा फेरि सामान किन्नु पनि थिएर लाएर झाडु छ झाडु ल्याउ पऱ्यो सामान किनेपछि उता मुनि जानुपर्ने हुन्छ त्यहाँ मुनि गएर फेरि एकचोटि लगान्छ है बाई साथीहरू यो चाहिँ राम्रै हो त्यस्तो राम्रो छैन यो अबको 1-2 महिनामा खाद दिन्छ यहाँ पानी नै हुँदैन बाटो मात्रै हुन्छ हामी पहिला होला नि त्यसो गर्थ्यो थाहा छैन होला 6 महिना यहाँ पानी हुन्छ 6 महिना पानी अनि यसका लागि पसलहरू सबै बन्द रहेछ खास गरी एउटा किराना पसल जस्तो थियो होइन बन्द रहेछ
चम्किलो भइरहेछ यहाँबाट माथि त मैले केही देखिनँ टेन्सन भयो म चाहिँ अब त्यहाँ पुग्नुपर्ने छ होइन सामानहरू किन्छ कि पुगेर ब्लग बनाउँछ फेरि है अनि रिङ्गरलाई अझै बोल्नै सकिनँ यार कालो सरले माछा पार्नु भएछ बोलाएको बोलाइ छ हेरिदिउँ कत्रो ठुलै पर्यो नाइस 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 बिस्तारै बिस्तारै तानो तानो बिस्तारै ल्याउ हेर न अब भित्तातिर आयो बिहान बोनी माछाको हालत डेन्जर हान्दिएको मैले यसलाई खतरा खाएन यसले नाइस नाइस ल तर यति मात्र लाएर चाहिँ ल है लभली लभली ल लभली लभली एउटा सिकारी हो यहाँ चाहिँ ऊ सिकारी टक्क बिहान भएको छ गाइज होइन बिहानको भ्यू चाहिँ यस्तो हो टक्क फेरि ट्याक्क 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 यहाँ रोडहरू ट्याक्क यहाँबाट ट्याक्क यहाँ अघि ठुङ्गा हान्दै थियो है साथीहरू माछा छ कि छैन भेटकै लागि छोड्दो यार ट्याप्स त्यसमै मुङ्गेले भेट्यो भने हान्छ होला त्यतिकै छोड्दो क्या अन्त साथीहरू पानी परेको अवस्था है टेन्ट पानी बस्नु नसक्नु भइसकेको छ हामी यसरी छौँ साथीहरू रोड यता कता 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 बाई पानी परेको अवस्था है साथीहरू यता पानी परिसकेको छ रड दुइटा दिएर बोतलहरू यहाँ यहाँ साथीहरू छ साथीहरू यो चाहिँ 7-5 वर्ष भइसकेको थियो होइन अघि चाहिँ हामी उता थियौँ अहिले फेरि यता आइसकेको छौँ के छ झ्याप्ले दादा अनि हाम्रो ठाकुर छ एकजना ए ठाकुर हात मुझे दे अनि उसको साथमा यहाँ एउटा रड छ त्यहाँ दुइटा बोतल यहाँ एउटा रड अनि त्यहाँ दुइटा ठिक छ अब माछा झिक्न लाग्यो माछा झिक्दैछ माछा ल है होला अरे त 5 केजी जति 5 केजी जति छ आज मारिएको माछा त्यहाँको लाएर के भने